अर्ग्यानिक उत्पादन गरिराख्नु भएको छ है, कामलो बनाउँदै हुनुहुन्छ। तक गाउँमा छौँ। हाम्रो ढोरपाडनको गाइजहरू यति बेला चाहिँ तकसेर राम्री मान्छे। यो पनि कस्तो ब्युटी के, खुट्टा पनि कति ब्युटी हुनुहुन्छ। कामलो बनाइराख्नु भएको छ। हामी ढोरपाडनदेखि सेराको स्कुल तनबाट ट्र्याक खोलिसकेको छ। अलि रिस्की बाटो भनेको यो नै छ। मेरो हामी भुजी खोलाको अब हामी चाहिँ यहाँदेखि सो गाइज हामी चाहिँ अब तकसेराको एक दिनको बसाइपछि चाहिँ आज हामी फर्किँदैछौँ। सेरा आइपुग्यो हामी। सो गाइज हाम्रो चाहिँ बिच बाटोमै बाइकको यो डबल स्ट्यान्डको रिङ फुस्केर चाहिँ हामीले रिङ टाइप गर्न लाग्यो। अलि ढोका जस्तो गर्यो हुँदैन ट्र्याक्टरले भ्यूहरू बवाल लेख्यो। तो गाइज यहाँ चाहिँ बाटो अलि डेन्जर छ। यहाँ चाहिँ यदि ढोरपाडनबाट चाहिँ तकसेर आउँदै हुनुहुन्छ अथवा घुम्ने प्लान गराइराख्नु भएको छ भने यो बाटो आउँदा चाहिँ अलि सचेत भएर आउनु होला। एकदमै रिस्की छ है यो बाटो चाहिँ। सोली टोलीहरू बाइक निकालेर ट्याक्क आराम गरिरहेछौँ हामी चाहिँ। बाटो एकदमै क्लिन भइरहेछ। अझै पनि काम तीव्र गतिमा भइरहेछ। सो गाइस ल हामी चाहिँ हिजो खोला तरेको ठाउँमै आइपुग्यो। तकसेरा मस्त घुमेर पनि आइसकियो, देख्न सक्नुपर्ने हुन्छ। सो केटाहरू पनि आइसके। अब एकछिन चाहिँ हामी खोलामा रेस्ट गरेर खोलाको पानी फ्रेस पानी पिएर निस्किन्छौँ। सो हेर्दै गर्नु होला। अब भ्लग पनि फिनिसिङ गाह्रो लाने गइयो लाने हो दिपक सर। ल बबाल हुनेवाला छ। ल गइदिउँ त भाडा। ल ओके गो गो गो। अगाडि लास्टमा हानिदिन्छु है। ल बबाल हान्नेवाला छन् केटाहरूले। दिपकले चाहिँ हानिसक्यो। ल ल ओके ओके लेट्स गो। वाउ सो बबाल गयो बाडल पनि। ल रमाइलो छ। ल चिसो छ पानी। गाइस जल्दी भाइ त कति ब्युटिफुल हो। राष्ट्रै क्युटी लाग्यो यार यो छाउरा त। यति राम्रै छु भन। जे भए पनि म यति राम्रै छु भन 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 के। ए
यस्तो राम्रै धेरै रमाइलो छ आमा पनि त्यस्तै राम्रो अनि अर्कोले पनि के गर्दैछ नि एउटा हेलो भन्देऊ हाई भन् ए ल गइदेऊ कालु खेल्न गइदेऊ है